हरेक यात्राले नयाँ अनुभव दिन्छ, हरेक गन्तव्यले एउटा नयाँ कथा सुनाउँछ। आज प्रतिबिम्बसँग हामी राजधानी काठमाडौँबाट नुवाकोटको पवित्र स्थल कपिलेश्वर महादेव मन्दिरतर्फको अविस्मरणीय यात्रामा निस्किएका छौँ। घुमाउरो सडक, हरियाली ढाकिएका डाँडाकाँडा, स्वच्छ नदी, रमणीय गाउँ बस्ती, प्रकृतिको अनुपम सौन्दर्य बीच अघि बढ्दै हामी पुग्नेछौँ भगवान महादेवको पवित्र धाम कपिलेश्वर मन्दिर। आउनुहोस्, आस्था, प्रकृति र यात्राको सुन्दर सङ्गमलाई एकसाथ अनुभव गरौँ। हेलो साथीहरू, आज चाहिँ हामी यात्रा गर्दैछौँ कपिलास डाँडा, नुवाकोटमा अवस्थित कपिलास डाँडाको यात्रामा छौँ। यात्रा सुरु हुँदैछ काठमाडौँको लोकतान्त्रिक चोकबाट, पछाडि रहेको लोकतान्त्रिक चोक हो। आज हामी यात्रा सुरु गर्दैछौँ काठमाडौँको लोकतान्त्रिक चोकबाट। आउनुहोस्, यात्रा सुरु गरौँ। अब हामी शुभकामना चोक हुँदै फुटुङ सुन्दरा सडक खण्ड प्रवेश गर्छौँ। यस सडक खण्डमा अघि बढ्दै जाँदा फुटुङ नागपोखरी हुँदै हाम्रो यात्रा साङ्लातर्फ अगाडि बढ्दैछ। साङ्ला पुगेसँगै उपत्यकाको भिडभाड पछाडि छुट्न थाल्छ र प्राकृतिक वातावरणले यात्रालाई अझ आकर्षक बनाउँछ। हामी साङ्लाबाट अगाडि बढेपछि टोखा छहरे सडक खण्ड प्रवेश गर्छौँ। यही मार्गबाट यात्रा गर्दा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र सुरु हुन्छ। घना जङ्गल, शीतल हावा, चराचुरुङ्गीको मधुर आवाज र घुमाउरा पहाडी सडकले यात्रालाई अविस्मरणीय बनाइदिन्छ। निकुञ्ज क्षेत्र पार गरेपछि हामी काठमाडौँ जिल्ला छोडेर नुवाकोट जिल्लाको सिमाना प्रवेश गर्छौँ। यहाँबाट सुरु हुन्छ नुवाकोटको रमणीय पहाडी दृश्य, हरियाली ग्रामीण बस्ती र प्राकृतिक सुन्दरताले भरिएको अर्को मनमोहक यात्रा। यही रमणीय मार्ग हुँदै हामी
अन्त्यतः हाम्रो पवित्र गन्तव्य कपिलेश्वर महादेव मन्दिरतर्फ अगाडि बढिरहेका छौँ। सिमाना पार गरेपछि हाम्रो पहिलो प्रमुख बिसौनी थानाभन्ज्याङ हो। यहाँबाट अगाडि बढेपछि हामी सेल्फी डाँडा र सुनखानी हुँदै लगायतका बाटोमा देखिने सुन्दर हिमाली दृश्य, सफा बाटो र रमणीय स्थानहरू छिचोल्दै अगाडि बढ्दैछौँ। सुन्दर दृश्यलाई निहाल्दै हामी छहरे बजार प्रवेश गर्छौँ। छहरे बजारबाट हामी दाहिनेतर्फ मोडिन्छौँ र केही समयमा लिखु खोला पुग्छौँ। शान्त रूपमा बगिरहेको लिखु खोलाले यस यात्रालाई अझ मनमोहक बनाइदिन्छ। लिखु खोला पार गरेपछि सुरु हुन्छ उकालो यात्रा। घुमाउरा सडक, हरियाली वन र वरिपरिका पहाडी दृश्य हेर्दै हामी माथितर्फ उक्लिन्छौँ। यहाँ बाटोबाट देखिने मकै, आँपका रुखहरू र केही फलफुल बोटहरू देख्दै निहाल्दै हामी अगाडि बढिरहेका छौँ। केही समयको यात्रापछि हामी ठाडीभन्ज्याङ पुग्छौँ। साथीहरू, अहिले चाहिँ हामी यो छहरेबाट करिब 5 किलोमिटर यात्रा गरिसकेपछि लगभग यो ठाडीभन्ज्याङ चोक भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँबाट कपिलास डाँडा चाहिँ अब लगभग एकदम नजिकै छ। यहाँबाट लगभग करिब 2 किलोमिटर, बढीमा 3 किलोमिटरको यात्रा गरिसकेपछि चाहिँ हामी कपिलास डाँडा पुग्छौँ। र यहाँबाट यो कपिलास डाँडाबाट देखिने दृश्य र कपिलास डाँडाको पुरै भ्यू हामी तपाईँलाई देखाउने नै छौँ। तबसम्म हाम्रो भिडियोलाई हेर्दै गर्नुहोला। ठाडीभन्ज्याङबाट करिब 1.5 किलोमिटर अगाडि बढेपछि कपिलेश्वर महादेव मन्दिर परिसर पुगिन्छ। हाम्रो गाडीको यात्रा यही चौतारीसम्म छ। यताबाट माथि गाडी नजाने हुनाले हामीले यहाँबाट माथि
पैदल यात्रा गर्नुपर्ने हुन्छ। साथीहरू अहिले चाहिँ हामी यो कपिलास पार्थोक भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँसम्म चाहिँ पार्थोकसम्म चाहिँ गाडी आउने रहेछ। यहाँबाट चाहिँ हामीले चाहिँ पैदल यात्रा गरेर माथिसम्म जानुपर्छ। यताबाट गाडी पनि जाँदो रहेछ, तर पानी परेको बेला चाहिँ रातो बाटोमा अलिक चिप्लो हुने भएका कारणले यहाँबाट चाहिँ माथि गाडी लान सकिँदैन। तर हामी चाहिँ यहाँ पैदल यात्राका लागि यहाँ सिडी छ, यो सिडीमा चाहिँ अगाडि बढ्नेछौँ। पुरा भिडियो हेर्दै गर्नुहोला। अब हाम्रो यहाँबाट चाहिँ पैदल यात्रा सुरु हुन्छ। अब सुरु हुन्छ हाम्रो यात्राको सबैभन्दा महत्त्वपूर्ण क्षण। शान्त प्राकृतिक र आध्यात्मिक वातावरणले भरिएको कपिलेश्वर महादेव मन्दिरतर्फ पाइला चाल्दै हामी शिव भगवानको दर्शनका लागि अगाडि बढ्दैछौँ। शान्त वातावरण, सुन्दर मौसम, सफा बाटोले हाम्रो पाइलाहरू अगाडि लम्किरहेका थिए। साथीहरू, अब हाम्रो यात्रामा चाहिँ आज धेरै मान्छे जोडिनु भएको छ। त्यसमध्ये उहाँ हाम्रो भाउजू हुनुहुन्छ। के छ भाउजू, यात्रा कस्तो भइरहेछ? आनन्द छ, एकदमै आनन्द है। जो कोहीले आउनै पर्छ एकचोटि यहाँ। अनि विशेष आनन्द। अनि अहिलेसम्म यात्रा गर्दै गर्दा तपाईँलाई कतिको सहज अप्ठ्यारो के छ? एकदमै सहज, तर सोचे जस्तो यस्तो डाँडामा जति के भन्छ शीतल हुन्छ सोचेर त्यति शीतल चाहिँ छैन, गर्मी छ, जसले गर्दा हिँड्न अलिक गाह्रो भएको छ। तर गर्मी चाहिँ तराईको जस्तो गर्मी रहेछ होइन? लास्टै पुल अब यत्रो लगभग 1200-1500 मिटर उचाइमा चढ्दा पनि त्यस्तो गर्मी भनेपछि हामी चाहिँ नेपालमै छौँ भन्दा फरक नपर्ला। नेपालका कतिपय ठाउँहरू कतै गर्मी हुन्छन्, कतै चिसो हुन्छन्। तर यो चाहिँ नुवाकोटमा रहेको कपिलेश्वर कति टाइम लाग्ने? महादेव मन्दिरमा पुग्दाखेरि चाहिँ यहाँ चाहिँ टुप्पोमा सबैभन्दा अग्लो डाँडा नुवाकोटको यही मानिन्छ। तर यहीँ टुप्पोमा पुग्दाखेरि यस्तो गर्मी। अब हामी यात्रा जारी नै छ, पैदल यात्रा गर्दैछौँ। तपाईँहरू चाहिँ भिडियो हेर्दै गर्नु होला। सुन्दर अनि शान्त ठाउँ, मानिसहरूको खासै भिड नहुने रहेछ। यहाँ मानिसलाई आउनका लागि, आकर्षणका लागि विभिन्न तरिकाले सजाइएका बाटाका दृश्यहरूले हाम्रो मनलाई तानिरहेका थिए। ठाउँ ठाउँमा प्रतीक्षालय अर्थात् बस्ने ठाउँहरू पनि बनाइएका रहेछन्। हिँड्दा हिँड्दा थकान मेट्नका लागि ठाउँ ठाउँमा त्यस्ता कुर्सीहरू राखिएका थिए जसले पर्यटकलाई आकर्षण बनाउँछन्। साथीहरू, हामी चाहिँ यात्रा गर्दै खाँदाखेरि चाहिँ यहाँका बाजेसँग भेट भएको छ। बाजेहरू चाहिँ भेट भएको छ। अब कति टाइम लाग्छ दाइ? कपिलेश्वर महादेव चाहिँ माथि है, कति टाइम लाग्छ भनेपछि यहाँबाट चाहिँ एउटै ठाउँ हो? एउटै भन्नाले यहाँबाट घुमेर चाहिँ माथिबाट निस्किने। ए भनेपछि हामी जाँदाखेरि यहाँबाट जानु पऱ्यो? यताबाट जाने, दर्शन गर्दै अनि यताबाट फर्किने। दाइ के छ दाइ, यात्रा कस्तो भइरहेछ? यात्रा त ठिकै छ, हजुर। तर गर्मी चाहिँ एकदम, हामी गर्मी टाइममा आइपुग्यौँ। हजुर। हामी उता गुर्जुरबाट आउँदाखेरि चाहिँ एकदम कुहिरो लागेको थियो। हजुर। सोचेको थिएँ यता पनि चिसै होला भनेर, तर यहाँ आइसकेपछि एकदम वातावरण चाहिँ खुलेको छ। हजुर। एकदम मलाई चाहिँ फेरि यस्तो यो जङ्गलतिर आउने बित्तिकै मलाई एकदम रमाइलो लाग्छ है। अब एउटा म प्रकृति प्रेमी भएर पनि हो। सर्व हो कि क्या कस्तो पर्छ अनि तर मैले सोचेको भन्दा पनि यो ठाउँ चाहिँ एकदम व्यवस्थित गरेर बनाएको रहेछ। यहाँ बारसर हालेको छ, तपाईँको यो भिरको राम्रो तरिकाले बनाएको रहेछ। मलाई चाहिँ एकदम डरै लाग्यो। राम्रो लाग्यो।
जस तपाईँहरू पनि समय मिलाएर काठमाडौँबाट जस नजिक छ त्यस्तो टाढा छैन आफ्नो साधनमा पनि आउन सक्नुहुन्छ। धन्यवाद। साथीहरू हामीसँग उहाँ पनि आउनु भएको छ। उहाँको नाम चाहिँ मान्छा महर्जन। के छ यात्रा गर्दाखेरि रमाइलो भयो नि बाटोमा? धेरै रमाइलो धेरै रमाइलो भयो है, तर अलिअलि गाह्रो। अलिक गाह्रो नि भयो। अनि तपाईँ चाहिँ यस्तो भिरालो बाटो छ, अप्ठ्यारो बाटो छ है, अनि तपाईँलाई कतिको सहज भएको छ कि गाह्रो भएको छ कि के छ? अलिअलि गाह्रो छ, तर यहाँ चाहिँ सुविधा बनाउनु पर्छ। हजुर, यहाँ धेरै अलि त्यो हुन्छ नि भर्याङहरू राख्नु पर्छ। भर्याङहरू राखेको छैन है, तर रातो माटो छ, चिप्ल्यो भने मान्छे लड्ने अब भिड छ, लड्ने सम्भावना धेरै छ। तर तपाईँलाई चाहिँ के लाग्छ अब यो चाहिँ कसले बनाउनु पर्छ अनि कस्तो व्यवस्थापन गर्दा राम्रो हुन्छ होइन, अनि यो कसले चाहिँ बनाउँदा हुन्छ बनाउने हो, यो केही कुरा थाहा छ तपाईँलाई? यस्तो त केही नै थाहा छैन, तर यो चाहिँ सरकारले बनाउनु पर्छ। यहाँ चाहिँ धेरै मान्छेहरू आउँदैनन्, आज चाहिँ हामीहरू घुम्न जाने भनेर आएको। यस्तो गाह्रो रहेछ। अनि अब यहाँ चाहिँ अलि के भन्छ त्यो भर्याङहरू थप्नुपर्छ, अनि अलि सजिलो पनि बनाउनुपर्छ रेलिङहरू राखेर। यहाँ भर्याङ सर्याङ केही छैन, अनि अलिकति बाटो नि चिप्लो अप्ठ्यारो। उहाँको कुरा तपाईँले सुनिहाल्नुभयो। यहाँ चाहिँ सरकारले बाटो बनाउनु पऱ्यो, अलि सहज मान्छेलाई यात्रा गर्दाखेरि चाहिँ सहज हुने तरिकाले चाहिँ बाटोको व्यवस्था गर्नु पऱ्यो। नाटेश्वरी ल हाम्रो यात्रामा अङ्कल आन्टी नि हुनुहुन्छ। आन्टी के छ, कस्तो भइरहेछ यात्रा? रमाइलो भइरहेछ। रमाइलो भइरहेछ? खुट्टा फ्याल गए पनि रमाइलो भइरहेछ। खुट्टा फ्याल गएको छ है? ख्याल गएको छ। अनि कति हिँड्नुभयो त आज त? खै आधा घन्टा भन्छ यो घन्टा भइसक्यो। यत्रो भिरपाखा डाँडा चाहिँ अहिलेसम्म हिँड्नु भएको थियो कि थिएन? छैन, पहिला त हिँड्यो, अहिले हिँड्न सक्दैन। ए अहिले पछिल्लो समयमा अलिकति स्वास्थ्य अवस्था कमजोर भएर कमजोरी भएर हिँड्न सकेन। गाह्रो छ, तर आज चाहिँ यहाँ म चिटेर आइरहेको छु है अन्त यात्रा सहजै भयो। अब हामी ट्याक्कै माथि पनि टान्यो। टक्क अब अहिले चाहिँ हामी मन्दिरभित्र प्रवेश गर्न लाग्यौँ। कपिलेश्वर महादेवको मन्दिरमा चाहिँ हामी पुगिसक्यौँ। अनि यहाँबाट चाहिँ कपिलेश्वर महादेव मन्दिरको इतिहास स्थानीयका अनुसार धार्मिक विश्वाससँग गहिरो रूपमा जोडिएको छ। पुस्तौँदेखि यस स्थानलाई अत्यन्तै पवित्र तीर्थस्थलका रूपमा मानिँदै आएको छ। स्थानीय मान्यता अनुसार यस स्थान भगवान शिव स्वयं रूपमा प्रकट हुनुभएको विश्वास गरिन्छ। प्राचीन समयमा ऋषि मुनि तथा साधु सन्तहरूले यहाँ तपस्या गरेको भन्ने जनविश्वास छ। यसै कारण यो स्थानलाई ध्यान, साधना र आध्यात्मिक ऊर्जाको केन्द्र मानिने गरिन्छ। भगवान शिवप्रति आस्था राख्ने श्रद्धालुहरूका लागि यो स्थान विशेष महत्त्व राख्छ। यहाँ वर्षौंभरि दर्शनार्थीहरू आउने गर्छन्। यहाँ विशेष गरी सोमबार र महाशिवरात्रिका अवसरमा ठुलो मेला लाग्ने गर्छ। मन्दिर परिसरबाट देखिने प्राकृतिक दृश्य, वरिपरिको हरियाली र शान्त वातावरणले मनलाई आध्यात्मिक शान्ति प्रदान गर्छ। यहाँ आएर दर्शन गर्नुका साथै केही समय प्रकृतिसँग बिताउनु पनि अत्यन्त उपयुक्त लाग्छ। धन्यवाद। अर्को रोचक यात्रा र नयाँ गन्तव्यका साथ फेरि भेटौँला। नमस्कार।